चथोक सैगिवंच्या सर्व मैत्री मंगलम सम्पूर्णको तर्फबाट वकुन्यता मैत्री धन्यवाद। यसै गरी हाम्रो कोरियाबाट उर्गेन लामाको असंख्यान गरिदिनु हार्दिक मैत्री अनुरोध गर्दछौं। यसै गरी हाम्रो शिक्षक प्रतिनिधि अमृत जोहो लोन पनि आउँदै हुनुहुन्छ। उहाँलाई पनि अतिथिको आसन गर्दिन हार्दिक मैत्री अनुरोध गर्दछौं। र यसै गरी हामी अन्तर्राष्ट्रिय मैत्री मित्र थाइल्यान्डबाट पाल्नुभएका विश्व शान्तिको कामना एवं विश्वलाई सन्देश शान्तिको आग्रह र यसै गरी विश्व प्रतिनिधि विभिन्न संघ संस्था बुद्धिजीवी वर्गहरूको सहभागिताको सँगै भर्खरै आसन गानको लागि हामीसँग हाम्रो माझमा पाल्न बिर्सिएको छ प्रकाश बिष्ट कान्तिपुर पत्रकार प्रताप बिष्टज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक मैत्री अनुरोध गर्दछौं। यसै गरी अब हामी कार्यक्रम समय अत्यन्तै न्यून रहेको हुनाले छिटो छिटो हामी यता कार्यक्रम अगाडि बढाउन गइरहेका छौं। यस क्रममा थाइल्यान्डबाट पाल्नुभएका मैत्री लम्फा मित्रबाट उहाँको तर्फबाट मैत्री शुभकामना व्यक्त गरिदिनु हार्दिक मैत्री अनुरोध गर्दछौं। लम्फा अनि मैत्री मित्र एउटा त आफ्नो Nis Abba, Nis Ama, Nis Ban Guru, Sano Mamu, Nis Guru Maga Gurus, Nis On Mahatma Gurus, Mahamatma Gurus, singing on that our Nepali Sangha and international. Also, over there, we work together. Now we home, so it just matter how it look like. Abba is here, is not here, physical. It just matter. We work together. Abba is here with us all the time. So, Sangha, very beautiful decoration. So much work, even though we tired, but we not tired. So we are here, family. I cannot say much more than thank you, Inga, and Ning is on Mahatma Guru, on Sangha International, and Sangha. I love you all. सैगिवंच्या सर्व मैत्री मंगलम। उहाँले आफ्नो तर्फबाट सबैलाई अत्यन्तै राम्रो सुन्दरता सहित पवित्र पुण्यभूमिमा पाल्नु भएर हामीलाई मैत्री मंगलम गर्नुभयो। उहाँलाई पनि हामी सबैको तर्फबाट मैत्री धन्यवाद व कृतज्ञता सर्व मैत्री मंगलम। यसै गरी आदरणीय सम्मानीय यसै हेटौडा उपमहानगरपालिका वार्ड नम्बर 4 यसै पवित्र पुण्यभूमि प्राङ्गण उहाँकै कार्यक्षेत्रभित्र रहेको र उहाँको अतुलनीय साथ र सहयोग हामीले प्राप्त गरेको हुँदा आज हामी सबैको माझमा उहाँ हुनुहुन्छ। उहाँको अत्यन्तै व्यस्तताको कारण उहाँले समय अगाडि नै माग्नुभयो। त्यसैले उहाँलाई आफ्नो
बनाइराखिदिनु न हार्दिक मैत्री अनुरोध गर्दछौँ। यसै गरी उपस्थित रहनुभएका अमृतलाई पनि आसन ग्रहण गरिदिनु न हार्दिक मैत्री अनुरोध गर्दछौँ। बोधि श्रवण संघ नेपालद्वारा आयोजित 21औं विश्व शान्ति महामैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम 2082 को पूजाको आज अन्तिम दिन र समापन कार्यक्रम। यस कार्यक्रमका सभाध्यक्ष तथा यस धर्म संघका केन्द्रीय अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, विश्वका विभिन्न देशबाट उपस्थित हुनुभएका विदेशी पाहुनाज्यूहरू, आदरणीय सम्माननीय सम्पूर्ण गुरुहरू र सम्पूर्ण भक्तजनहरूमा मेरो व्यक्तिगत तर्फबाट र हेटौँडा उपमहानगरपालिका यस 4 नम्बर वडाको वडाध्यक्षको नाताले यहाँहरू सबैलाई नमस्कार, अभिवादन, मैत्री मङ्गलम भन्न चाहन्छु। मैत्री मङ्गल। आज वास्तवमा हाम्रो 25 गतेदेखि निरन्तर रूपमा सुरु भएर अत्यन्तै सौहार्दपूर्ण ढङ्गले अत्यन्तै शान्तिपूर्वक र हर्षोल्लासपूर्वक यो विश्व शान्तिको लागि पूजा आज करिब समापन भएको छ। भोलि नयाँ वर्ष, एक दिन यत्रो संरचना किन हटाउनु? भोलि भेटघाट कार्यक्रम र पर्सि चाहिँ यसबाट पूर्ण रूप हटाउनु भन्ने कार्यक्रमसँगै आज औपचारिक कार्यक्रमको समापन हुँदैछ। यहाँहरू सबैलाई धन्यवाद छ आयोजकलाई कि यो देशको विभिन्न भागमा कहाँ यो कार्यक्रम आयोजना गर्ने भन्ने क्रममा यस बागमती प्रदेशको राजधानी हेटौँडा र हेटौँडाको पनि लोकतान्त्रिक चौर हुप्रामा र एउटा यो ऐतिहासिक स्थल र अर्को पवित्र स्थलमा जुन यो विश्व शान्तिको लागि अनुष्ठान आध्यात्मिक अनुष्ठान आयोजना भएको छ र यो आयोजना गर्नुहुने र यो आयोजना गर्न जुन जुन ठाउँबाट जसले सहयोग गर्नुभयो, मेहनत गर्नुभयो, उहाँहरू सबैलाई म यस यहाँको वडा अध्यक्षको नाताले हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यो मात्र होइन कि यसको केन्द्रीय समितिले यसै ठाउँलाई छनौट गरेर एउटा पवित्र कार्य जुन यस पवित्र भूमिमा भएको छ, म त्यो स्थान छनौट गर्ने केन्द्रीय समितिलाई पनि हार्दिक धन्यवाद र नमन प्रकट गर्न चाहन्छु। हामीले यस बीचमा धेरै प्रवचनहरू गुरुहरूको सुनिसकेका छौँ। आज समाजमा अशान्ति, द्वेष, लोभ, पाप, हत्या, हिंसा, नकारात्मक सोच बढिरहेको बेलामा एउटा सकारात्मक सोच र शान्तिको लागि जुन विश्व शान्तिको कामना गर्दै यहाँ पूजा भएको छ, प्रवचन भएको छ र यहाँहरूसँग रहेको ज्ञान यहाँ बाँड्ने काम पनि भएको छ। यो निकै महत्त्वपूर्ण कार्य हो भन्ने कुरा मैले महसुस गरेको छु र म 74 को पनि निर्वाचित वडा अध्यक्ष हो र अहिले दोस्रो पटक हो। मेरो 9 वर्ष कार्यकाल सकिएको छ। 9 वर्ष कार्यकालको बीचमा गरेका र सहयोग या समन्वय गरेका कामहरू मध्येमा जुन एउटा पवित्र काम भएको छ, यो अत्यन्तै अविस्मरणीय र ऐतिहासिक कार्यक्रम यस लोकतान्त्रिक चौर हुप्रामा भएको छ भन्ने कुरा मैले महसुस गरेको छु र यति महत्त्वपूर्ण कार्यक्रममा सुरुवातको दिन पनि हामीलाई उपस्थित गराएर शुभकामना मन्तव्य राख्न दिनुभयो र आज
एउटा समापनको अवसरमा एकातिर शुभकामना हो भने अर्कोतिर कार्यक्रम समापन हुँदै जाँदा सबैलाई धन्यवाद ज्ञापन गरे जुन अवसर दिनुभयो यसको लागि म सबैलाई हार्दिक धन्यवाद र मैत्री मङ्गलम भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।